मैले यही देवतुलीको नगरीय प्राङ्गणबाट उद्घोष के गर्न चाहन्छु भने यो क्षेत्र नम्बर 1 बाट आज विप्लव कमरेडले नेतृत्व गर्दै आउनु भएको पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीको क्षेत्र नम्बर 1 को प्रत्यक्ष तर्फबाट बेलबहादुर सारू म यहाँनिर उम्मेदवार हुँदै गर्दा यहाँहरूले पक्कै पनि त्यसको स्वाधीनताको निम्ति निस्वार्थपूर्ण र निस्वार्थ ढङ्गबाट राज्य सञ्चालनको निम्ति पुर्याउने एउटा साहस र आँट यहाँहरूले दिनुहुन्छ म पूर्ण विश्वास लिएको छु। जयन्ती आन्दोलनले गरेको 23 गतेको जुन आन्दोलन थियो त्यसलाई देशी विदेशीको हस्तक्षेपबाट जुन अहिले तत्कालीन अवस्थाको सुशीलाकारी सरकार तपाईहरूले देखिरहेका छन्। जुन जयन्ती आन्दोलनमा जुन जयन्ती पुस्ताको माग थियो देश र स्वाधीनताको निम्ति भ्रष्टाचारको विरुद्धको निम्ति आज भ्रष्टाचारीहरूलाई कारबाही गर्ने प्रक्रियाको विषय कुराहरू गर्दा चुनावी प्रक्रियाको कुराहरू ल्याउँछ। अहिले राज्यमा सञ्चालन गर्ने सञ्चालक नहुँदा सुशीला कार्कीको सरकारले जुन ढङ्गको योजनालाई अगाडि बढाइरहेको छ आदरणीय जनसमुदायहरू सायद देशी विदेशीको चङ्गुलमा यो देशका जनताले यदि चुनावमा भोट हाल्न एग्री भएन भने चुनाव भानिन सक्छ, चुनाव नहुन सक्छ। हामी त्यसमा ढुक्क छौँ। जनतालाई मततर्फ विश्वास नहीं ओरिजिनल चाहिए फोटो को बाइक पत्रकार बन्धु उम्मेदवार दर्ता गरियो। नमस्कार। दाजु नमस्कार। आएको त होइन के रे खोइ
प्रतिस्पर्धी हो र त्यसमा चाहिँ म एक अब्बल प्रतिस्पर्धीको रूपमा चाहिँ आफूलाई उभ्याइरहेको छु र म जित्छु भन्ने नै मा विश्वस्त छु। तपाईँको भाषामा त म्युजिकल चेयर जुन भन्नु भएको क्षेत्रमा 2 मा तपाईँ अब यो क्षेत्रमा आइरहँदाखेरि जित्ने आधारहरू अथवा त्यो धरातल कस्तो छ, यसभन्दा अगाडिको नामहरू अलिक चर्चामा अलिक फरक उम्मेदवारको नाम थियो तपाईँको पार्टीबाट पनि, त्यो पाटोमा चाहिँ कसरी हेर्नु भएको छ? अब यसमा चाहिँ जसरी हामीले चाहिँ जेनजी विद्रोह गऱ्यौँ, विद्रोहमा चाहिँ के थियो भने केन्द्रको म्युजिकल चेयर चेन्ज हुनु पऱ्यो भन्ने थियो। त्यस्तै गरी हाम्रो नवलपरासी बर्दघाट सुस्तापुरको क्षेत्र नम्बर 2 मा पनि हामीले पुरानै पार्टीको चाहिँ म्युजिकल चेयर 74 मा पनि तिनै अनुहार, 79 मा पनि त्यही अनुहार देख्ने जस्तो चाहिँ जुन माहौल बनेको छ, त्यसमा चाहिँ यसपटक ब्रेक लगाउनुपर्छ, नयाँ उम्मेदवार नयाँ एजेन्डासहित आउनुपर्छ भन्ने कुरामा म विश्वस्त भएर म आफू चाहिँ अगाडि आएको हुँ। र यसमा चाहिँ मेरो जित्ने आधार भनेको चाहिँ पहिलो कुरा भनेको नयाँ पुस्ता, हामीले नयाँ पुस्ता भन्दै गर्दाखेरि पनि त्यो विषयमा चाहिँ बुझेको जानेको पुस्ता चाहिँ आउनुपर्छ भन्ने कुराहरू हामीले राखिराखेका थियौँ। त्यसमा चाहिँ म आफूलाई चाहिँ कानुनको विद्यार्थी सँगसँगै चाहिँ सङ्घीय संसदको एकजनाको सांसदको सचिवालय प्रमुखको रूपमा चाहिँ काम गरिसकेको एउटा संसदीय अनुभव समेत हासिल गरेको हिसाबले चाहिँ म आफूलाई चाहिँ पोख्त भन्न रुचाउँछु। त्यस्तै गरी अर्को आधार भनेको चाहिँ जेनजी नै हाम्रो आधार हुनसक्छ। त्यस्तै गरी रासोपाको सङ्गठनका साथीहरूले चाहिँ मेहनत गरेर एउटा सङ्गठन दह्रो सङ्गठन बनाउनु भएको छ, त्यो सङ्गठन नै पनि मेरो जित्नको लागि चाहिँ एउटा आधार हुनसक्छ। त्यस्तै गरी अर्को भनेको चाहिँ जुन म्युजिकल चेयर थियो, त्यो म्युजिकल चेयरको जनताले विकल्प खोजिराखेका छन् र त्यो विकल्पमा म एउटा चाहिँ सशक्त विकल्प हुन सक्छु भन्ने मलाई लाग्छ। त्यो पनि एउटा आधार हुनसक्छ। यतापट्टि खुल्ला छ त्यो पुरै कम्प्लिट त छैन, तर अलिअलि चाहिँ पुरा छैन, त्यसमा भर्न बाँकी छ। यही त हो नि, एउटै त हो नि होइन, यो भर्नु परेन त भर्नु तपाईँसँग यहाँ यो टेबलमा अलिक छ हुन्छ। तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु। मलाई एउटा अचम्म पनि लागिरहेछ, यत्रो क्यामेरा अगाडि पत्रकार दाजुभाइ दिदीबहिनीहरूले मलाई इन्टरभ्यू लिँदै गर्दाखेरि कि नेतै त भएन। त्यस कारणले गर्दाखेरि म के भन्न चाहन्छु भने हिजोको दिनमा सुकुम्बासीहरूको आवाज लिएर म बुलन्द तरिकाले अगाडि बढ्दै गर्दाखेरि विभिन्न राजनीतिक दलहरूले हामीले बहुत पुकारे, तर कुनै पनि राजनीतिक दलहरूले हामीलाई समर्थन गर्न आएन। र त्यस कारणले गर्दा मैले यो सुकुम्बासीको हक हितको लागि कसरी जानुपर्छ, सम्बन्धित ठाउँमा कसरी कुरा लैजानुपर्छ भन्ने प्रतिनिधित्व गर्दा समय र परिस्थितिले आज मलाई यो ठाउँमा पुर्याएको छ। हर्क सम्मानको पार्टीसँग सर्व संस्कृति पार्टीसँग जोड्न मलाई बाध्यता बनाएको छ। किन भन्दाखेरि मैले सुकुम्बासी क्षेत्रलाई स्वतन्त्र रूपले मैले अगाडि बढाउँछु, कुनै पनि पार्टीको टिकट लिँदिनँ भन्दै गर्दा मैले हिजोको दिनमा नेपाली काङ्ग्रेस, नेपालका एमाले, कम्युनिस्ट, नेपाल कम्युनिस्ट पार्टी, माओवादी, रासपा, राप्रपा, सर्व संस्कृति पार्टीलाई हिजो हामीले अनुरोध पत्र बुझाएका थियौँ। नपत्ताइ त्यो कुराहरू हेर्नु होला तपाईँहरूले। यो अनुरोध पत्र बुझाउँदै गर्दा सर्व संस्कृति पार्टीका आदरणीय अध्यक्ष, हाम्रो नवलपुर जिल्लाको अध्यक्ष क्यासिङ बुवाले मलाई के भन्नुभयो भने ठिक छ, यो कुरा हामी भोलि 10 बजीसम्म निर्णय गरेर म चाहिँ यो कुरा गर्छु। र उहाँहरूले आफ्नो टिकटको लागि जानुभएको उम्मेदवारलाई छोडेर म तपाईँहरूलाई समर्थन गरेर आज राति मलाई टिकट पठाउनु भयो। त्यो अनुरूप मैले राष्ट्रिय के अरे श्रम संस्कृतिकोबाट चाहिँ मैले उम्मेदवार दर्ता गरेको छु। किन लागि दर्ता गरेँ भन्दा गरिब दुःखी जनता, सुकुम्बासी पीडित जसले आवाज बुलन्द गरेन, त्यही परिवारभित्रबाट, त्यही सुकुम्बासीको क्षेत्रबाट, त्यही सुकुम्बासीको छोराले आज प्रतिनिधित्व गर्दैछ। यो समय र परिस्थितिले मलाई यो अवस्थामा पुर्याएको छ। त्यस कारणले गर्दाखेरि मेरो बुलन्द आवाज के भन्न चाहन्छु भने जसले सुकुम्बासी पीडित, गरिब दुःखी पीडित, विभिन्न किसिमका सुकुम्बासीहरू छन्, समस्या एउटै छन्,
तर ती समस्याहरूलाई ती सुकुम्बासीहरूलाई तितर बितर बनाएर आफ्नो स्वार्थ पूर्ण गर्नको लागि राजनीतिक दलहरूले फुट बनाएर आफ्नो स्वार्थ लुटेका छन्। त्यस कारणले गर्दा एउटा गरिबको छोरा एउटा सुकुम्बासीको छोरा बाध्यता भएर एउटा पार्टीको साथ लिएर टिकट लिएर उम्मेदवार दर्ता गर्न म यहाँ आउँदैछु। यसलाई त भन्नु न तपाईँको सरकार आएपछि त्यस बहिनी छोडपत्र हो त तपाईँ सती नै गएको हो त होइन होइन म सती त जान्न मलाई नछोइकिन तिलक जान्न भन्ने कन्फिडेन्स एउटा होला नि केही वजनदार ठिक छ फोटो पनि खिच्ने हो दाताहरूले बुझ्नु भएको छ समृद्ध नवलपुरको निम्ति हाम्रा पुराना केही योजनाहरू छन् ती अधुरा छन् र नयाँ योजना छन् ती पुरा गर्ने दायित्व भनेको क्षेत्र नम्बर 1 बाट भागीरथ सापकोटाजी र म तिलक महत यस्ता यस्ता साथीहरूलाई सँगै राखेर म सहयोग अब दिने सजिलै दिन्न छैन अहिले जुन बाटोघाटो पहाडमा बाटो बनिरहेको छैन होइन लामो समयदेखि बन्न लागेको बाटो बन्द भइरहेको छ कालीगण्ड कोरिडोरमा जुन दलदलेबाट जाने बाटो छ त्यो चाहिँ 7 वर्षदेखि बन्द भइरहेको छ होइन त्यसलाई खुलाउने र आत्मनिर्भर अर्थतन्त्रको लागि होइन र हाम्रो प्रकृति मानव केन्द्रित जनअभियान होइन हामीले अब मानवको रक्षाको लागि र हाम्रो वन्य जन्तुहरू लगायत डढेलो अन्त्य गर्नको लागि होइन पात पतिङ्गरहरू सोरेर त्यसलाई चाहिँ अर्ग्यानिक मल बनाएर हामी धनी बन्ने अरबौँ रुपियाँ आम्दानी गर्ने छ र डढेलोको अन्त्य हुने एउटा ती चिजहरू अगाडि बढाउँछु र यसले गर्दा के हुन्छ भने हामी आम्दानी भइसकेपछि हामी खर्च गर्ने जनताका धेरै समस्या समाधान गर्ने उपायहरू आउँछन् मेरो चाहिँ नारायण तटबन्धनदेखि लिएर यो घोसरघाटबाट चितवन जाने जुन पुल होइन त्यसलाई निर्माणको लागि म
एकदम अहोरात्र खट्नेछु। चितवनबाट त्यो पहल भइरहेको छ, नवलपुरबाट पनि मैले त्यसलाई पुल बनाउनको लागि नारायणीमा एउटा पुल बनाएर जस्तै अब चितवनमा भएको मेघौलीको एयरपोर्टलाई पनि अगाडि बढाउन सहज बन्ने छ। चितवन मेघौलीका बासिन्दाहरू काउसतीमा आएर उनीहरू 15 मिनटमा काउसती आउनेछन्। काउसतीको विकास हुनेछ, काउसती बजारको विकास हुनेछ, चितवनका मान्छे भरपुर गरेर यहाँ आउनेछन् र त्यसको लागि एउटा नवलपुरकै प्रगतिको लागि म अगाडि र मेरा माग त्यही हुन्छ, सशक्त नगरपालिका वडा नम्बर 1 अहिले 2082 फागुन 21 गते हुन लागेको यो आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मलाई नवलपुर जिल्लाको क्षेत्र नम्बर 2 मा टिकट दिएको छ र म त्यसको उम्मेदवार बनेको छु र मेरो उम्मेदवारी किन र कसरी भयो भन्ने विषयमा म यहाँको आदिवासी भूमिपुत्र थारू हो र यहाँका सदियौँदेखि बसोबास गर्ने यहाँका भूमिपुत्र थारूहरू अहिलेसम्म राजनीतिक रूपमा राजनीतिक पहुँचमा धेरै पछि परेका छन् र आज यो नेपाली कम्युनिस्ट पार्टीले एउटा सम्बोधन गरेको छ पहिलो नम्बरमा र यहाँ यो नवलपुरको समस्याको बारेमा म यहाँ आफै यहीँ जन्मेको मान्छे यहीँ हुर्के सबै कुरो म यहाँ गरेँ, त्यसैले यहाँको समस्याको बारेमा म एकदमै चिर परिचित छु। अब बुदागत रूपमा भन्नुपर्दाखेरि यहाँका मुख्य समस्या भनेको एउटा बेरोजगारी पनि हो। यो बेरोजगारीलाई कसरी समाधान गर्न सकिन्छ, युवाहरू पलायन भइरहेका छन्, तिनीहरूलाई कसरी हामी देशमा राखेर यो देशको विकास गर्न सक्छौँ भन्ने धेरै कुराहरू छन् जुन सम्भावना छन्। जस्तै पर्यटनको सम्भावना छ, यहाँ कृषिलाई चाहिँ हामीले चाहिँ आधुनिकीकरण गर्न सकिरहेका छैनौँ, त्यसलाई उत्पादनमा जोड दियौँ भने उत्पादनमा आधारित चाहिँ हामीले अर्थव्यवस्था बनाउन सक्यौँ भने यो देश उन्नति हुन बेर लाग्दैन। त्यसपछि गएर यो तटीय क्षेत्र, म आफै पनि मध्यवर्ती भित्रको क्षेत्र भएको बासिन्दा भएको हुनाले मध्यवर्तीभित्र रहेका जनताहरूले भोगेका दुःखहरू, बाढीका समस्याहरू, जङ्गली जनावरका समस्याहरू अनि विभिन्न उद्योग कल कारखानाहरू स्थापना गर्दाखेरि बन्ने गर्ने विभिन्न झन्झटहरू, यी धेरै यावत समस्याहरू छन्। लगायतका अहिले हुलाकी मार्ग जस्तै यो पूर्व पश्चिम राजमार्गमा चाहिँ अब सवारी चाप एकदमै धेरै भइसकेको छ, यसले थेक्न नसक्ने अवस्था आइसकेको छ। त्यसैले यो हुलाकी मार्गलाई पनि सकेसम्म छिटोभन्दा छिटो यो हुलाकी मार्गलाई यहाँ जोड्नुपर्छ भन्ने एउटा मान्यता राखेको छु। साथसाथै यहाँ के छ भने यो वातावरण प्रदूषण, यो वातावरणीय समस्यालाई पनि हामीले चाहिँ मध्यनजर राख्नुपर्छ, किनभने अहिले मेरो उम्मेदवारी भनेको एउटा सदनमा जाने हो। सदनमा गइसकेपछि यहाँका समस्या लगायत यो अहिलेको जलवायु परिवर्तनमा पनि हाम्रो चाहिँ ठुलो योगदान हुनसक्छ, त्यसको लागि हामीले काम गर्न सक्छौँ भन्ने कुरा छ। अनि उद्योग कल कारखाना जस्तै हाम्रै क्षेत्रमा चाहिँ उप्सेकोटमा रहेको फलाम खानीदेखि लिएर विभिन्न सम्भावनाहरू बोकेको चाहिँ क्षेत्र हो। त्यसको लागि म चाहिँ कटिबद्ध रहनेछु र जनताको आवाजलाई म सधैँ मुखरित गर्नेछु भन्ने मेरो चाहिँ उद्घोष छ, मान्यता छ र मेरो चाहिँ एकदम प्रतिबद्धता पनि छ। यदि मलाई जनताले जिताएर पठाउनु भयो भने निश्चित रूपमा विगतको भन्दा वर्तमानलाई मैले चाहिँ चेन्ज गर्नेछु भन्ने मैले आफ्नो प्रतिबद्धता जाहेर गर्छु। अनि अर्को पल्लोमा एउटा काम चाहियो, सम्पत्ति पुगेर काम बन्दी गरेर दिने हो। एउटा काम चाहियो, एउटा होइन दुईवटा काम लिएर जातपुर समय हो। यहीँ पाइन्छ होइन यो पऱ्यो भने यो त छुट्टी त्यतै दिनु मैले जनसोच भाटा पुऱ्याएँ। थोरै सिधा हेरिदिनु
थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू मोबाइल राखेर SMS गर्छ हजुर नेपाली कांग्रेस नेपाली कांग्रेस यो देश पक्कै फ्युजन छ यो देश पक्कै फ्युजन छ भोट केमा नवलपुर कसको कांग्रेसको नवलपुर कसको कांग्रेसको नवलपुर कसको कांग्रेसको नेपाली कांग्रेस जिन्दाबाद नेपाली त्यही हो है किन त्यही हुन्छ भयो हजुर काम छ हामीसँग काम ल्याउनु पर्ने हो त्यो फाइल उता रुजु गराउनु न पहिला रुजु गराउनु फाइल कसले ल्याए फाइल खै हाम्रो दुईको डकुमेन्ट रुजु गरिसकेको उहाँ सस होला नि अघि ल्याइसकेको छ कि अघिको फाइलमा छ कि अघि उ त्यसमा उहाँ यो होला नि ओमदाईको टिकट हो अरू हामीले अहिले डकुमेन्ट चाहिँ त्यो त कसले ल्याएको शालिग्राम दाइको सरी खै तुलसीजी पार्टीको अगाडि पछि भित्र पनि त्यही रह रेडी रेडी हो खास अब यो खास गरी नवलपुर एक त उम्मेदवारको हिसाबले पनि नयाँ उम्मेदवारको विषय छ सबैभन्दा पहिला सम्पूर्ण साथीहरूलाई हार्दिक आभार व्यक्त गर्दै आज हामी एउटा महत्त्वपूर्ण क्षणमा छौँ। निर्वाचन यही फाल्गुन 21 गते सम्पन्न हुन गइरहेको छ। यो निर्वाचनमा नेपाली कङ्ग्रेस पार्टीको तर्फबाट नवलपुर क्षेत्र नम्बर 1 मा मलाई एउटा प्रतिनिधिको रूपमा जिम्मेवारी दिएर पार्टीले पठाएको छ र म उम्मेदवारको रूपमा भर्खरै नाम दर्ता गरेर निष्ठा लिएको छु। यो महत्त्वपूर्ण अवसरमा सबभन्दा पहिला म ती ज्ञात अज्ञात शहीदहरूलाई हार्दिक श्रद्धासुमन टक्राउँदै सम्झन चाहन्छु र जेनजी आन्दोलनमा आफ्नो ज्यानको आहुति दिने ती वीर वीराङ्गनाप्रति म भावपूर्ण श्रद्धाभाव व्यक्त गर्न चाहन्छु। र अहिले जुन भदौ 23 भन्दा अगाडिको नेपाल र त्योभन्दा पछाडिको नेपाल बदलिएको छ। हाम्रा सोचहरू, हाम्रा विचारहरू, हाम्रा भावनाहरू, हाम्रा दृष्टिकोणहरू बदलिएका छन्। हामी नयाँ समयको मागसँगै हामीले आफूलाई नयाँ र रूपान्तरित गरेर अगाडि जानुपर्ने परिस्थिति छ। त्यही परिस्थितिमा भर्खरै नेपाली कङ्ग्रेसले त्यो नागरिकको आवाजलाई आत्मसात गर्दै एउटा महत्त्वपूर्ण ऐतिहासिक आफ्नो पार्टीको काम अर्थात् विशेष महाधिवेशन
सम्पन्न गरेर नेपाली कङ्ग्रेस रूपान्तरण र पुस्तान्तरणसहित नयाँ एउटा अभियानका साथ नागरिकहरूको बिचमा नयाँ बाचा गरेर जाने तयारीका साथ यो निर्वाचनको महायज्ञमा होमिएको छ। यो सन्दर्भमा मैले धेरै कुरा नभनिकन म यो नवलपुरको इतिहासको कुरा, नवलपुरमा मेरो इतिहासको कुरा गर्दा म यही जिल्लाको पहाडी भूगोल सबैभन्दा पहिला भारतीपुर जुन साबिक भारतीपुर गाविसको वडा नम्बर 1 ढाँसीमा जन्मिएको एउटा व्यक्ति हुँ र म अध्ययनका क्रममा अहिले कावासतीमा पनि आएर बसोबास गरेको छु। मेरो पार्टीका सम्पूर्ण डकुमेन्टहरू त्यही अहिलेको बुलिङटार वडा नम्बर 6 मा मेरो छ र अहिले म यो कावासती 8 मा बसोबास गर्दै आएको छु। र यो सन्दर्भमा म यहाँहरूका बिचमा के आग्रह गर्न चाहन्छु भन्दा हाम्रा अग्रजहरूले जे राम्रो काम गर्नुभएको छ त्यसलाई निरन्तरता दिँदै त्यसमा अपुग भएका चिजहरूलाई थपेर लैजाने एउटा वचनबद्धता र प्रतिबद्धता सहित जुन नागरिकको अहिले पछिल्लो दिनमा जुन खालको आवाज छ, युवाहरूको जुन आवाज छ, हजारौँ हजार युवाहरू जुन दैनिक रूपमा पलायन हुनुपर्ने जुन अहिलेको अवस्था छ त्यसलाई समेत मध्यनजर गरेर जुन हरेक नागरिकलाई कि विदेशको भिजा लाग्दा जुन खुसी हुनुपर्ने जुन परिस्थिति छ त्यसलाई रोकेर अब नेपालमै हाम्रै भूमिमा, हाम्रै गाउँमा, हाम्रै ठाउँमा बसौँ लाग्ने खालको एउटा वातावरण र त्यो परिस्थिति सिर्जना गर्नका निमित्त हामी अब नयाँ ढङ्गले आएका छौँ। हाम्रा थुप्रै विगतका दिनमा हाम्रा कमी कमजोरीहरू भयो होलान्, त्यसलाई हामीले आत्मसमीक्षा गर्दै अब सुधारिएको काङ्ग्रेस, एउटा नयाँ सोच, नयाँ दृष्टिकोण, नयाँ विचारसहितको काङ्ग्रेस त्यो बोकेर र त्यो काङ्ग्रेसको चुनाव चिन्ह रुख बोकेर हामी नागरिकका बिचमा आएका छौँ। यो कुरा म मतदाताका बिचमा, घर घर तपाईँहरूका बिचमा फेरि यो अभियानमा आउने नै छु, आफ्ना कुरा राख्ने नै छु। त्योभन्दा अगाडि म सम्पूर्ण मतदाताहरू जो शुभेच्छुकहरू हुनुहुन्छ, विभिन्न सामाजिक सङ्घ संस्थामा काम गर्ने साथीहरू हुनुहुन्छ, मलाई माया गर्ने साथीहरू हुनुहुन्छ र समाज र मुलुकको रूपान्तरण चाहने जो देश विदेशमा रहने तमाम साथीहरू र पुस्ताहरू हुनुहुन्छ, अभिभावकहरू हुनुहुन्छ, आम नेपाली हुनुहुन्छ जो चाहे त्यो भूगोलको हिसाबले यो देशमा हुनुहोला वा बाहिर हुनुहोला, ती सबै व्यक्तिहरूको भावनालाई कदर गरेर आत्मसात गरेर यो तपाईँको चाहिँ जिल्लाको, यो क्षेत्रको विकास निर्माणदेखि लिएर सम्पूर्ण कुरामा दुःख सुखमा नागरिकको साथमा रहेर काम गर्ने एउटा प्रतिबद्धता व्यक्त गर्दै आम नागरिकसँग म अन्तिममा धेरै आज नभनिकन अन्तिममा के अपिल गर्दछु भन्दा 364 दिन तपाईँहरूको सेवामा म एउटा सेवक भएर खट्नेछु। एक दिन जुन फागुन 21 को दिन छ निर्वाचनको दिन, त्यो दिन रुख चुनाव चिन्हमा मतदान गरेर तपाईँहरूले मलाई त्यो जिम्मेवारी सुम्पिनु हुनेछ र बाँकी दिन जुन बाँकी वर्षहरूमा तपाईँहरूको सेवामा म एउटा सेवकको रूपमा अहोरात्र खटेर इमान्दारीपूर्वक तपाईँहरूको चाहिँ सपनालाई साथमा राखेर, आम युवाको सपनालाई साथमा राखेर र दूरदृष्टिका साथ कोही तपाईँहरूको चाहिँ नवलपुरवासी, क्षेत्र नम्बर 1 वासी कोही नागरिकको शिर नझुक्ने गरी, शिर उच्चा हुने गरी कार्य सम्पादन गर्नेछु र त्यो चाहिँ मैले आज भाषणले कुराले भन्दा पनि पर्फर्मेन्स गरेर देखाउनेछु भन्ने वचनबद्धतासहित म यहाँ आम मिडियाकर्मी साथीहरू र यसलाई हेरेर सुनेर रहनुभएका सम्पूर्ण देश विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई, सम्पूर्ण अग्रजहरूलाई, शुभेच्छुकहरूलाई, सम्पूर्ण पङ्क्तिलाई म हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। अब तपाईँहरूलाई थाहा छ म नेपाली कङ्ग्रेसको केन्द्रीय कार्यालयबाट आधिकारिक टिकट सहित ल्याएर दर्ता गरिसकेको छु। अब बाहिर बजारमा के हल्ला छ, के भएको छ त्यो चाहिँ मलाई थाहा छैन। यसको बारेमा चाहिँ यहाँहरूले मलाई प्रश्न नगरिदिन म आग्रह गर्छु, किनभने अब यो मैले त्यो सुनेको छैन, मैले चाहिँ थाहा पाएको छैन। मैले जे चिज लिएर आएको छु ओरिजिनल डकुमेन्ट सहित टिकट ल्याएर चाहिँ दर्ता गरिसकेको छु। जुन दर्ताको निस्सा यहाँहरूका बिचमा छ, दर्ता नम्बर 15 हो। मैले निस्सा लिइसकेको छु र मैले यो निस्सामा उल्लेख भएअनुसार 4:35 जाँदा मैले आफ्नो नोमिनेसन दर्ता गराइसकेको निस्सा मसँग छ। त्यसैले मलाई यति कुरा थाहा छ। यहाँहरूको प्रश्न र जिज्ञासाका लागि हार्दिक होइन, जस्तो त्यो विषयमै तपाईँले त्यसको जस्टिफाई गर्नु परेन। तपाईँको एउटै दलभित्र रहेको व्यक्ति यसरी उम्मेदवार फेरि तपाईँको लगत्तै पछि आएर वारिसनामामा हुँदै गर्दा यसको थोरै जवाफ दिनु न, किन यो यसको बारेमा मलाई थाहा छैन। यसको बारेमा मलाई केही पनि थाहा छैन। म दर्ता गरेर निस्किसकेको छु। तपाईँलाई यसको त्यस्तो भएको छैन। मलाई यसको बारेमा केही पनि थाहा छैन। धन्यवाद।
दाताहरूले बुझ्नुभएको छ समृद्ध नवलपुरको निम्ति हाम्रा पुराना केही योजनाहरू छन् ती अधुरा छन् र नयाँ योजना छन् ती पुरा गर्ने दायित्व भनेको क्षेत्र नम्बर 1 बाट भागीरथ सापकोटाजी र म तिलक महत यस्ता यस्ता साथीहरूलाई सँगै राखेर म सहयोग अब दिने सजिलै दिन्न छैन